ल अब चाहिँ हामी यहाँबाट हिँडेको हाम्रो कान्छा दाइ र हामी दाजुभाइ ए दाइ हामी पुरै दाजुभाइ हौ हैन। हामी चाहिँ पिङ खेल्ने ठाउँमा हिँड्दै लगाएर आज चाहिँ त्यहाँबाट हिमाल सिमाल सब पुरिएको छ बादलले। आज चाहिँ टिकाको दिन है, रमाइलो भइरहेछ दिवस। हामी दाजुभाइ पिङ खेल्न हिँडेर हो। अगाडि हाम्रो दाइ छ कान्छा दाइ, अनि यता नि कान्छा दाइ नै हो। हामी चाहिँ यहाँ दाइसित म अब हामी माथि टाउडारा भन्ने ठाउँमा हिँडेर हो। लाग्देको ल आज चाहिँ बाटोमा सोलिङ भएको कारण क्यामेरा हल्लिएको होला। हेर्नु सक्नुहुनेछ तपाईहरुले हाम्रो गाउँ घर यति बवाल सिन आइरहेछ। आज तपाईहरुले हिमाल देख्न सक्नुहुन्थ्यो, तर पनि आज बादल लागेर हिमाल देख्नु भएन। हामी यहाँ तीनटा बाइकमा हामी 6 जना हिँडिरहेछौँ है, रमाइलो गर्न। हेर्नुस् आकाशतिर आज चाहिँ हाम्रो रोइला हान्ने दिन। आज हामी चाहिँ अब हाम्रो गाउँ कटेर माथिल्लो गाउँ पुगियो। अब हामी पिङ खेल्न जाँदैछौँ। तपाईहरुले देख्नुहुनेछ पिङ खेल्नेको दृश्य। पहिला हाम्रो यहीँ पर एउटा ठुलो ग्राउन्ड थियो है, फुटबल खेल्ने ग्राउन्ड थियो गाइस। अब यहाँ चाहिँ गाउँको मान्छेले बारी जोत्दैछ, त्यही भएर त्यो चाडबाडमा बल सल केही खेल्न पाइँदैन। त्यसैले अब हामी पिङ खेल्न हिँडेको ल फेरि के। पहिलाको हाम्रो फुटबल ग्राउन्ड यही थियो, हेर्नु सक्नुहुन्छ तपाईहरुले। अहिले गाउँबारी उम्रेर यस्तो भइरहेछ। यो बाइकले बढी धुवा छुने गर्छ कमेकोले। तपाईँहरूले देख्नुहुनेछ त्यहाँ माथि हाम्रो